हेलो नमस्ते वेलकम टु माई युट्युब च्यानल गाइज के छ हाल खबर आज चाहिँ हामी मुखी आउँदैन के हो मुखी आउँदैन छैन आदि मात्रै आउँछ होइन किन यस्तो आएन र आज हामी चाहिँ वाकिङ गर्दैछौँ हामी यहाँ रोडमा मसँग हुनुहुन्छ आज हाम्रो यहाँ हेलमेट बोक्ने दाइ हाम्रो हेलमेट बोक्ने दाइ हुनुहुन्छ वाह क्या हिरो देखिया छ हौ हिरो देखिया छ त हाम्रो हेलमेट बोक्ने दाइ हुनुहुन्छ होइन आज अब केही छैन काम अनि घुमघाम भने जस्तै भएको छ यी रमाइलो घुमघाम अघि चर्च गइएर हामी चाहिँ अब यहाँ यी बाटोतिर वाकिङ गर्दैछौँ चर्च गएर रमाइलो गरेर अहिले हामी वाकिङ गर्दैछौँ है गाइस ल हेर्न सक्नुहुन्छ तपाईँ अहिले सबैजनाले मसँग चाहिँ एकजना पातलो मान्छे हुनुहुन्छ पातलो मान्छे हेलमेट म्यान है साथीहरू ल अनि के छ कस्तो भयो आज क्रिसमस चाहिँ कतिको रमाइलो हो भनिदिनु होला है गाइज ल हेर्नुहोस् गाइजी रमाइलो छ हाम्रो जिन्दगी बाटोमा पिच बाटोमा भिडियो बनाउँदै हिँडिया छ होइन बिच बाटोमा चाहिँ छैन हामी त्यस्तै सडक पेटीमा छ रमाइलो भइरहेछ वाकिङ इभिनिङ वाक जस्तो भइरहेछ होइन अब अघि खानासाना खाइयो अब पचाउन हिँडिरहेछौँ है त हामी ल के भन्नु छ छैन के भनिदिउँ त मेरो भ्लगमा ल सुजन सरले के जाओस् दुई तिन शब्द जाओस् केही छैन दुई तिन शब्द जाओस् न मैले भने चलिहाल्छ त्यो हो के भयो त चल्यो झन् राम्रो नि केही छ ल हाम्रो के अरे अहिलेसम्म सिङ्गल हुनुहुन्छ है रेडी टु मिङ्गल है ल कोही हुनुहुन्छ भने सम्पर्क गर्नु होला हाम्रो सुजन सरलाई होइन त फेरि गर्लफ्रेन्ड थाहा भयो भने त मार्ने नि फेरि है पहिला भनिदिएको छु मैले गर्लफ्रेन्ड थाहा भयो भने चाहिँ मार्ने हाम्रो सुजन सर रेडी टु मिङ्गल है राइट त्यो त तपाईँहरूको ल भन्नु होला है त धारणा व्यक्त गर्नु होला भन्दै अहिले त अब हामी एकछिन उ गर्छौँ अनि फेरि भेट्छौँ एकैछिन है साथीहरू ल रमाइलो बाटोको वातावरण एकदम रमाइलो छ 100% है गाइज यहाँ चाहिँ अब बग्गी आइरहेको छ हाम्रो ललितपुरको विशेषता भनेको बग्गी चढ्न कसैलाई मन छ भने आउनु होला है त ल रमाइलो छ बग्गी खतरा छ बग्गी पनि ल चट्ट दामी छ है बग्गी ल अनि कहिले चढ्ने त बग्गी कहिले चढ्ने ल भन्नु पर्यो घोडा चढ्ने घोडा पनि चढ्ने बग्गी पनि चढ्नु पऱ्यो नि पहिला पुरा बग्गी चढ्ने रथ त्यही त हो नि बेमा चढ्ने होइन कहिले चढ्ने ल भन्छ बेमा कहिले हुँदैछ गरिदिनु पऱ्यो त्यति त लाइन छ त त्यति लाइन छ भन्ने सुनेको थिएँ मैले यो के असत्य हो यो कुरा कसले बोल्यो हो यस्तो झुट बोल्नु भएन नि त गाइज ल अहिले काठमाडौँतिर एकदम चिनो पनि छ है आज त मैले हिँडेर मजाको भ्लग बनाइरहेको छु ल त्यो पनि खेल्न नि त ल कहिले खेल्नु ल भन्नु के फरक पर्छ त जाउँ न यो जस्तै घुमेर ल भन्नु अलिक चल्ती छिर्नुपर्छ ल भन्नु कहिले खेल्ने त्यो गेम त रहर रहेछ के गेम र गेमको नाम भनिदिनुहोस् त रक पेपर सिजर सुट ल सुट अनि त्यहाँ अगाडि के हुन्छ आइटम त्यो दौडेर उहाँ पारि कहाँ जाने अनि खाने र साथीहरूले यसमा राम्रो भ्युज र कमेन्ट गर्नुभयो सब्सक्राइब गर्नुभयो भने त्यो पनि आउँछ है त छिटै त्यो पनि आउनेवाला छ है त के किन्नु भएको सुन सर के किन्दै हुन्छ हाम्रो सर दिउँ त मन
म पनि दिन्छु नभए चाहिन्छ मात्र भन् न